यो कार्टुन पनि राजनीतिक व्यङ्ग्य हो। यसले नेपालमा भएको जनलहर, जनताको ठूलो समर्थन वा आन्दोलन र पुराना नेताहरूको अवस्था देखाउन खोजेको जस्तो देखिन्छ। चित्रमा देखिएको संकेत 1, ठूलो पानीको छाल, लहर, जनलहर। यसले जनताको ठूलो समर्थन वा परिवर्तनको लहर जनाउँछ। जनताले नयाँ परिवर्तन चाहेको संकेत हो। 2, पानीमा डुबिरहेका पुराना नेता जस्ता पात्रहरू, केही मानिसहरू पानीमा डुबिरहेका छन्। यसको अर्थ पुराना शक्तिशाली नेता वा पुरानो राजनीति जनताको लहरले कमजोर हुँदै गएको भन्ने हुन सक्छ। 3, डुङ्गामा बसेर घण्टी बजाउने व्यक्ति। घण्टी बजाउनु भनेको जनतालाई बोलाउने, चेतावनी दिने वा नयाँ अभियान सुरु गर्ने संकेत हुन सक्छ। 4, डुङ्गा चलाउने व्यक्ति। यसले नयाँ नेतृत्व वा आन्दोलनलाई अघि बढाउने व्यक्ति जनाउँछ। 5, एकजना मानिस पहाड समातेर जोगिन खोज्दै, यसले पुरानो शक्तिले कुनै तरिकाले टिक्न खोजिरहेको संकेत दिन सक्छ। समग्र अर्थ यो चित्रले भन्न खोजेको कुरा सम्भवतः यस्तो हो: जनताको ठूलो लहर उठ्दा पुराना शक्तिशाली नेताहरू पनि डुब्न सक्छन् र नयाँ नेतृत्व अघि आउन सक्छ। सरल शब्दमा, जनताको शक्ति ठूलो हुन्छ जब जनलहर उठ्छ, पुरानो राजनीतिलाई बगाइदिन सक्छ।